अरू बेला छैन प्रश्न सोधिरहेको छु चोथोमल जाटिया चिन्नु भएको छ यस चिन्छु किन उहाँ कुन देशको नागरिक हो म नागरिकता उहाँसँग नेपालको नागरिकता थिएन थिएन त उसको चलिराखेको थियो नेपालको नागरिकता थिएन यस 4 वर्षदेखि नेपालको नागरिकता थिएन थिएन तपाईहरुलाई जन्म संग्रहलाई पैसा चाहियो छैन चोथोमल जाटियाले त्यही तपाईहरुसँग प्रस्ताव राखे 3टा सम्झम सम्झाउनु यो पर्दैन उमेरमा पनि तपाईको स्मृति यति बलियो छ त्यो गर्ने मलाई के सम्झाउनु नागरिकता बेच्ने शर्तमा पैसा लिने तपाई ए नागरिकता बेच्ने शर्त नागरिकता बेच्ने शर्तमा सर्पको छालाको तस्करी गर्न दिने शर्तमा पैसा लिने तपाई अब सुन्नुस् मेरो कुरा सुन्नु हैन भन्नुस् न 3टा कुरामा मैले पैसा ल्या हो के एक त्यसमा एक सर्पको छाला बाहिर एक्सपोर्ट गर्ने दोस्रो कटन मिल खोल्नु त्यो त राम्रो त्यसको नागरिकताको मुद्दा चलेको छ त्यो चाँडै नागरिकता फैसला दिने। चाँडै फैसला होस् भन्ने उसको थियो यो 3टै कुरा उसले पाएन नागरिकताको तपाईले त गर्छु भनेर सूर्यबहादुर मेरो थापाको कुरा सुन्नुस् न तपाईको किताब 3 चोटी पढे नि मेरो कुरा तपाईको सुन्नुस् किताब 3 चोटी पढे नि त पढ्नु भएन पढे मेरो नपढेर कुरा- यो प्रश्न सोध्छु मेरो कुरा सुन्नुस् न नागरिकता मिलेन उसले पाएन नियम मिलेन मिलेन होइन उसको मृत्यु भो पाएन होइन त्यो हुँदैखेरि तपाईहरुसँग पैसा लिने क्रममा सुन्नुहोस्। जुन दिनमा उसको अच्छा। उसको सेफमा 70 लाख मात्रै पैसा थियो अन्तिम किस्ता तपाई लिन जानु भएको थियो त्यस पछाडि उसको मृत्यु भयो चोथामल जाटियाको त्यसपछि 1.5 वर्षपछि मृत्यु हो, दिन भयो पाउनु मृत्यु पनि कहाँ भयो ब्याङ्ककमा भयो त्यो पनि तपाईँलाई सर्पको छालाको तस्करी गर्नलाई सर्पको छालाको तस्करी गर्न अनुमति दिने तपाई तस्करी होइन त्यतिबेला गल्ती भयो भन्नु न। भन्सार लिएर दिएको के को तस्करी अब अर्को तस्करी सोध्छु त ल। अहिले गर्दैछ अर्को सोध्छु हामी त गर्दैनछौँ नेपाल ग्यास 10 वर्षसम्म अर्को ग्यास कम्पनी खोल्न नपाउने गरी तत्कालीन अहिलेको तपाईको नेता पशुपति शमशेर जबरालाई दिएको होइन देऊ 10% राज्य कोषमा आउने गरी ग्यासको उत्खनन पेट्रोलियम पदार्थको उत्खनन गर्न त्यो 10% पैसा त्यो त राज्य कोषमा आउने भने हो तपाईले व्यक्तिगत लिने भने होइन नि त होइन त्यो अनुमति दिनुभएको 10 वर्षसम्म अर्को कम्पनी खोल्न नपाउने गरी त्यो पैसा आयो त्यसपछि म हटे त्यो कहाँ हट्नुहुन्छ? 15 वर्षसम्म सुन्नुहोस् न, ग्यासको अनुसन्धान गर्ने त्यो 10%ले भनेको थियो के गरे त्यो चाहिँ मलाई बुझ्नै पर्छ मलाई थाहा छ। पशुपति शमशेरलाई पनि फसाइदिनु हो कसरी यही लेखेर लेखेर के फसाउ मैले त राज्य कस्तो मारेको देखियो नि। मैले त मुलुकको भलाइ गर्न खोजेँ मुलुकको भलाइ तर साथीलाई चाहिँ फसाइदिए फसाइदिनु भयो। कहाँबाट फसाउनु अर्को तपाईँकै किताबमा कहीँ पढे फेरि अब तपाईँ यो किन तपाईँ सोधे भन्नु भन्नुहुन्छ 17 सालको हुन त त्यति बेला तपाईँ प्रजातान्त्रिक पक्षधर हुनुहुन्थ्यो 19 सालसम्म त तपाईँ टियुको पहिलो अध्यक्ष हो क्यारे तपाईँ होइन विद्यार्थी संगठनको त्यसो भएर पनि लेख्नु भयो होला तपाईँले 17 सालको पुस 1 गतेको काण्ड चाहिँ भारतको इन्ट्रेस्टमा भएको थियो त्यस्तो पनि लेख्नुभयो त्यस्तो पनि लेखाएको छ। भनेपछि त तपाईँ किन भन्नुहोस् म महेन्द्रवादी भन्नुहुन्छ महेन्द्र नै भारत किन परस्त रहेछ किन नि भन्नुहोस् न भन्नु नि त नेहरू जिउँदै थिए त्यो बेला अघि अब नेहरूको कमान्डर इन चिफ छोरीमा आएर बसेको थियो र यहाँको कमान्डर इन चिफले भेट्यो छोरी गएर फर्केर आएपछि पुसे गतेको घटना घट्यो त्यस कारणले पुसे गतेको घटना राजालाई मात्रै दोष नदेऊ यो घटाउनमा इन्डियाको पनि इन्ट्रेस्ट त्यही छ त। जस्तो लाग्छ भनेर मैले शङ्का व्यक्त गरेँ हामीलाई बडो राष्ट्रवादी अझै पनि छ। हामीलाई राष्ट्रवादी लाग्ने राजा महेन्द्र तपाईलाई पनि साह्रै मनपर्ने ऐ भनिसक्नुभयो म महेन्द्र पन्थी हो भनेर तर राजा महेन्द्र पनि भारत परस्त रहेछन् भारत नवराष्ट्र परस्त होइन भारतको मित्र हुन् राजा महेन्द्र। तर भारत कुनै न कुनै भारतसँग रूपमा मित्रतामा बस्नुपर्छ भन्ने उहाँको सिद्धान्त थियो अहिले सुधार्नुमा होइन होइन कहाँ अहिले सुधारे मेरो आफ्नो मैले जानेकै त्यही हो हस् अब तपाईले